Hey guys, welcome back to my new video, welcome back to my channel. फेरि पनि तपाईहरुको लागि नयाँ अर्निङ एप्लिकेसन लिएर आइसकेको छ। आजको हाम्रो अर्निङ एप्लिकेसनको नाम रहेको छ इन क्याश अर्निङ एप्लिकेसन। है आज हामीले यस भिडियोमा यो एप्लिकेसनबाट हामीले कसरी पैसा कमाउन सकिन्छ भन्ने कुरा स्टेप बाइ स्टेप जान्नेवाला छौं। अनि तपाईलाई विथड्रल पनि कसरी गर्ने भन्ने तपाईलाई स्टेप बाइ स्टेप मैले तपाईलाई भन्नेवाला छु है त। ल यस एप्लिकेसनमा हामीले दबाउँछौं। एप्लिकेसनमा दबाउँदाबित्तिकै यहाँ थोरै लोडिङ भइरहेछ हैन। अब लोडिङ भएपछि कस्तो इन्टरफेस आउँछ भन्दाखेरि चाहिँ प्रोफाइल्सहरु लोडिङ भइरहेछ अहिले। अब यस्तो इन्टरफेस आइरा हुन्छ है। अब हेर चाहिँ यस एप्लिकेसनको सबैभन्दा नयाँ अपडेटहरु मैले तपाईलाई भनिदिन्छु हैन। यसमा अहिलेको नयाँ अपडेट भनेको चाहिँ के भन्दिम यो ट्याब जोय हैन। ट्याब जोय भन्ने छ नि यो सबैभन्दा नयाँ अपडेट हो जुन भर्खरै आएको है। भर्खरै आएको यो लगभग तपाईले अहिले जुन बेला भिडियो हेर्नु भएको छ नि त्यो भिडियो हेर्न लागेको समय भन्दा ठ्याक्कै अब 5 घण्टा पहिला हैन। 5 घण्टा पहिला आएको है। 5 घण्टा पहिला आएको किनकि मैले जब यो भिडियो पोस्ट गरेको छु त्यसको भन्दा 5 घण्टा पहिला नै यो अपडेट आएको हो है। अपडेट आएको एकदमै अपडेटेड भर्जन छ अहिले चाहिँ एकदमै राम्रो रहेको छ यो एप्लिकेसन। अब मैले तपाईलाई भन्छु कि यसबाट तपाईले कसरी अर्न गर्न सक्नुहुन्छ। एउटा चाहिँ तपाईले के गर्न सक्नुहुन्छ त भन्दा चाहिँ अन मोर भन्ने रहेको छ। अन मोर भनेकै यही हो है। यही जो एपहरु छ हो यही हो। हैन चाहिँ तपाईले यसमा चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ एपहरु डाउनलोड गरेर चाहिँ अन गर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब के छ भन्दाखेरि चाहिँ आईसी भन्ने छ के आईसी कोइन जस्तो हुन्छ है। यो कोइन हो आईसी कोइन हैन। तपाईले चाहिँ यो एफएम व्हाट्सएप भन्ने यो एपलाई डाउनलोड गर्नु हो भने चाहिँ 4 मिनेटको टाइम हुन्छ हैन। 4 मिनेटमा अनि तपाईले चाहिँ यो 70.53 आईसी कोइन चाहिँ तपाईले कमाउनुहुन्छ। अब तपाईलाई मैले भन्ने पनि छु आईसी कोइनको भ्यालु चाहिँ कति हुन्छ भनेर त्यो पनि मैले पछाडीको भिडियोमा भन्छु हैन। भिडियो अन्तिमसम्म हेर्नु होला। यो टेलिग्राम प्रो भन्ने रहेको छ हैन। यसलाई डाउनलोड गर्नु हो भने 5 मिनेट जति समय लाग्छ हैन। 5 मिनेट जति कुर्नुस् अनि त्यसपछि तपाईले यति चाहिँ आईसी तपाईले अमाउन्ट तपाईले गर्न सक्नुहुन्छ हैन। तपाईले यहाँ चाहिँ हेर्नु चाहिँ म तपाईलाई अफर देखाइदिन्छु। यसमा हामीले दबाउँदाखेरि अफर्सको डिटेल्सहरु हेरौं टास्कको डिटेल्सहरु हेरौं हैन। हो तपाईले यहाँ हेर्दाखेरि चाहिँ तपाईले के गर्नुपर्छ भन्दाखेरि तपाईले मानौं म यो एप्लिकेसनको अब मैले गर्छु हैन। यो एप्लिकेसनबाट मैले यो टोकनहरु लिन चाहिरहेको छु भनेर भन्नु छ भने चाहिँ यो रिवार्ड लिन चाहन्छु भन्ने छ भने चाहिँ तपाईले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो ट्याक्सेसहरु गर्न पर्छ। यो कम्प्लिट इन्स्टल हैन। यो इन्स्टल गर्न पर्यो के पुरै तरिकाले इन्स्टल गर्न पर्यो हैन। यहाँ हेर्नु यो स्टेपहरु गरे क्लिक अन द लिंक बिलो भनेको छ है। यसमा चाहिँ क्लिक अन द लिंक बिलो क्लिक गर्न पर्यो हैन। त्यो लिंकमा क्लिक गर्न पर्यो। क्लिक अन द लिंक बिलो डाउनलोड द एप एक्सप्लोर द एप एन्ड फन भनेको छ। अनि त्यति गरेको है। मतलब यो जुन यो ओपन टास्क गरे स्टार्ट टास्क भन्ने छ नि हो यो स्टार्ट टास्क भन्नेलाई तपाईले दबाउनुस् अनि तपाई सिधै रिडाइरेक्ट हुन्छ हाम्रो प्ले स्टोरमा है। प्ले स्टोरमा रिडाइरेक्ट भएपछि चाहिँ तपाईले अब यो एप देखिन्छ। यो एप देखिएपछि तपाईले बस इन्स्टल गर्न पर्यो है। इन्स्टल गरेपछि अनि त्यो एपलाई यसो ओपन गरेर यताउति हेर्नुस् अनि 5 मिनेट्स है। जम्मा 5 मिनेट जति चाहिँ तपाईले वेट गर्न पर्ने हुन्छ। 5 मिनेट तपाईले वेट गर्नुभयो भने चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ यो अमाउन्ट तपाईको वालेटमा आउँछ है। वालेटमा आउँछ खतम छ कुरा है। एकदमै इजी रहेको छ हैन। त्यस्तै रहेका छन् अरु पनि तपाईले हेर्न सक्नुहुन्छ। एकदमै सजिलो रहेको छ है। अनि अमाउन्ट चाहिँ बिस्तारै बढ्दै पनि जान्छ है। बढ्दै जान्छ। अनि हेर्नुस् न यो मान्छेहरुले कति लाइक गरेका के है त्यो बारेमा नि हेर्दै जानुस् है। म तपाईलाई लगातार देखाइदिन्छु। सब एप्लिकेसनमा त नै हो है। त्यहाँ स्टेपहरु देखाइरा हुन्छ ट्याक्सेसहरु देखाइरा हुन्छ हैन। तपाईले चाहिँ त्यो कम्प्लिट गर्नुभयो भने अनि बल्ल तपाईले चाहिँ अन गर्न सक्नुहुन्छ। एकदमै हेर्नुस् है। तपाईले यहाँ क्लाउज गरेर हेर्नु होला तपाईले मस्त है। यस्तो रहेको छैन। एकदमै राम्रो छ है एप्लिकेसनहरु एकदमै राम्रो रहेको छ। अनि हेर्नुस् न यहाँ कति धेरै महँगो छ। यहाँ कति धेरै के 158.72k यानी कि 1 लाख अनि 1,58,720 हैन। त्यति चाहिँ कोइन पाउनुहुन्छ। यो स्पेसशिप रस भन्नेलाई चाहिँ रजिस्टर र अन गर्नुभयो भने
जम्मा टाइम कति लाग्छ 45 मिनट लाग्छ। मल्टी रिवार्ड हो अनि गेमिङवाला हो। 53 जनाले चाहिँ लाइक पनि गरे। हेर्नुहोस् अब फेरि जति अमाउन्ट बढ्दै गइरहेछ नि, हेर्नुहोस् है, जति अमाउन्ट बढ्दै गइरहेछ नि ट्याक्स पनि बढ्छ है। ट्याक्स पनि के हुन्छ त भन्दाखेरि चाहिँ प्लस हुन्छ है। अमाउन्ट प्लस भइरहेछ भने ट्याक्स पनि प्लस हुन्छ। अब हेर्नुहोस् है, मैले यसलाई दबाउँछु, यसलाई दबाउँदाखेरि चाहिँ यसले गर्ने चाहिँ के रहेछ, अनि कसरी कसरी गर्ने रहेछ र तपाईँले कसरी कसरी गर्दाखेरि चाहिँ तपाईँको हुने रहेछ भन्ने चाहिँ मैले तपाईँलाई देखाउँछु। माथि हामी सुरुबाटै पढ्छौँ है, डिटेल्सहरूबाटै पढ्छौँ। इन स्पेसिफ रस यु कन्ट्रोल अ फास्ट मुभिङ स्पेसिफ होइन युजिङ योर फिङ्गर भनेको छ होइन। यसमा चाहिँ तपाईँले के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ फास्ट मुभ गरेको स्पेसिफलाई चाहिँ तपाईँले आफ्नो अब उम्लाबाट चाहिँ कन्ट्रोल गर्न पर्दो रहेछ होइन। स्वाइप लेफ्ट अर राइट होइन, लेफ्ट राइट त्यहाँ अब गर्नुपर्छ होइन। अनि साइड त्यहाँ बिचमा चाहिँ अब केहरू आउँछ, त्यो अब ढुङ्गा माटोहरू अथवा केही ठोकिने चिजहरू हो, तिनीहरूबाट बचाउनु पऱ्यो है यो स्पेसिफिक रस भन्ने उसमा गेममा है। पछाडि राइट मुभ लेफ्ट अर राइट टु मुभ एन्ड अभोइड हिटिङ द अप्टिकल्स इन योर पाथ भनेको छ है। अब त्यो बाटोमा पाउनेहरूलाई चाहिँ त्यो ढुङ्गा मुढाहरू अब त्यस्तै आउँछ होइन, हो तिनीहरूबाट चाहिँ बच्नु पऱ्यो। अनि साइड जोगेर माथि जति उड्न धेरै उड्न पऱ्यो भन्ने कुरा हो, त्यही नै हो। अब यहाँ ट्याक्सेसहरू पनि रहेको छ है। ट्याक्सेसहरूमा चाहिँ रिवार्ड तपाईँले यहाँ हेरिसक्नु हाल्नुमा होइन, रिवार्ड यति छ, टाइम यति छ, टाइम यतिमा तपाईँले गर्न सकिहाल्नुहुन्छ। लगभग एक घन्टा भनौँ न होइन, 45 मिनट। अब तपाईँले यताउति गर्दाखेरि 1 घन्टाभित्रमा तपाईँले भ्याउनुहुन्छ गेम होइन। मल्टी रिवार्ड अनि गेमिङवाला हो चाहिँ यो गेमिङ। अनि साइड 53 जनाले चाहिँ यसलाई लाइक गरेको छ, यो राम्रो छ है। अनि त्यस पछाडि हामी तलको ट्याक्सेसहरूमा जान्छौँ है। ट्याक्सेसहरूमा जाँदाखेरि हेर्नुहोस् है, तपाईँले झ्याप्पै त्यति धेरै अमाउन्ट त पाउनुहुन्न होइन। तपाईँले चाहिँ 5 लेभलसम्म है, त्यहाँ त्यो गेममा लेभल्सहरू हुन्छ नि, 5 लेभलसम्म तपाईँले पुऱ्याउनु भयो भने चाहिँ 8.82 कोइन पाउनुभयो भने आइसी कोइन होइन। त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ क्लिक अन द लिङ्क बिलो, डाउनलोड द एप, इन्स्टल द स्पेसिफ एन्ड स्टार्ट प्लेइङ होइन। रिच 5 लेभल एन्ड विन द एक्साइटेड रिवार्ड होइन। नोटमा पनि भन्नु है, कन्टिन्यू टु प्ले द गेम विल टिल 1000 लेभल है, लेभल 1000 एन्ड क्लेम द रिवार्ड भनेको छ है। यानि कि तपाईँले चाहिँ 1000 लेभलसम्म पुऱ्याउनुहोस् भनेर भन्ने खोज है होइन। यसमा त्यही हो, यसमा पनि त्यही नै हो है। यसमा चाहिँ 15 लेभल पुऱ्यायो भने चाहिँ यति होइन, 15 लेभल पुऱ्याउनु हो भने। अनि 50 लेभल है, 50 लेभल पुऱ्याउनु भने 3000 है, 3000 3500 लगभग है, त्यति रहेको छ। अनि साइड हेर्नुहोस् है, तपाईँले अब यहाँ 100 लेभल पुऱ्याउनु भयो भने चाहिँ तपाईँले 12000 होइन। अनि साइड 150 लेभल पुऱ्याउनु भयो भने 15000 है। यो छुट्टै छुट्टै हो है। फेरि यो मतलब कि यस्तोवाला हो क्या, यो 3 हेरौँ न, 3 + 12 + 15 वाला हो कि। तपाईँले फेरि सम्झिनु होला, टोटलमा 15 अनुसार त्यस्तो वाला 12 + 2 3 भनेर त्यस्तो भन्नु। तपाईँले यस्तै प्लस हुँदै हुँदै जान्छ कि होइन। त्यस्तै गरेर त्यति पुग्ने हो। अनि यहाँ यो 319 होइन, त्यस्तै 300 लेभलमा चाहिँ तपाईँको 19000 26000 भयो 500 लेभलमा। अनि त्यस पछाडि यहाँ 37000 चाहिँ भयो हाम्रो 750 लेभलमा होइन। अनि पछाडि त्यही नै हो। अनि 1000 लेभलमा चाहिँ तपाईँले पाउनुहुन्छ 44000 है। 44000 चाहिँ तपाईँले पाउनुहुन्छ 1000 लेभल पुग्नु हो भने। 1000 लेभल भनेको चाहिँ म्याक्स लेभल है, म्याक्स लेभल यस गेमको चाहिँ हाम्रो म्याक्स लेभल है, म्याक्स लेभल हो। त्यसको लागि तपाईँले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो स्टार्ट टास्कमा दबाउनुपर्छ। अनि स्टार्ट टास्कमा दबाए पछाडि तपाईँलाई प्ले स्टोरमा रिडाइरेक्ट गर्छ है, प्ले स्टोरमा। अनि त्यो गेमलाई इन्स्टल गर्न पऱ्यो, अनि कम्प्लिट गर्नु पऱ्यो। टास्कलाई कम्प्लिट गर्न पऱ्यो है। त्यही हो, एकदमै राम्रो एप्लिकेसन रहेको छ है। सबमा त्यही नै हो है। अब चाहिँ म तपाईँलाई अब धेरै भन्दिनँ होइन, सबमा त्यही नै हो है, सबमा त्यही नै हो। यहाँ अफर्सहरूमा चाहिँ तल अफर्सहरू चाहिँ कुनै बेलामा एभाइलेबल हुन्छ। अब यहाँ अहिले चाहिँ के भनिरहेको छ, नो अफर फाउन्ड, वी हेभ नो अफर फर यु एट द्याट मोमेन्ट, कम ब्याक लेटर भनेको छ है। कुनै बेलामा यहाँ अफर्सहरू पाउँछ, तपाईँले पाएको बेलामा
लिन सक्नुहुन्छ है। रेफर भन्ने मजामा है। अब रेफर गरेर पनि अर्न गर्न सक्नुहुन्छ, एकदमै राम्रो रहेको छ है। तपाईँलाई मैले भनिदिन्छु, तपाईँको यो जुन रेफरल कोड छ नि, तपाईँले यसलाई अब आफ्नो इन्स्टाग्राम होइन, वाट्सएप, अनि फेसबुक, अनि टेलिग्राम, अनि अथवा अन्य सेयर गर्ने अप्सन पनि छ हो। त्यो अन्यबाट चाहिँ तपाईँले चाहिँ आफ्नो साथीहरूलाई, अब आफ्नो आफन्तहरूलाई चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ। पछाडि त्यसबाट तिनीहरू इन्भाइट भएका बेलामा तपाईँले चाहिँ के पाउनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले यहाँ हेर्नुहोस् है, हाउ रेफरल वर्क भनेको छ है। यो रेफरल चाहिँ कसरी काम गर्छ भन्ने कुरा पनि लेखेको छ है। 1 नम्बरमा चाहिँ के लेखेको छ भन्दा चाहिँ इन्भाइट फ्रेन्ड युजिङ रेफरल कोड होइन। आफ्नो साथीहरूलाई चाहिँ रेफरल कोडबाट चाहिँ गर्न पऱ्यो, हामीले इन्भाइट गर्न पऱ्यो। अनि इफ दे कम्प्लिट 3 अफर्स है, 3 अफर्स यानि कि यो यहाँ अफर्सहरू छ नि हो, यो अफर अहिले चाहिँ एभाइलेबल छैन होइन हो। त्यो 3टा अफर्स चाहिँ तिम्रो साथीले चाहिँ कम्प्लिट गर्यो भने अनि बल्ल तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ त चाहिँ अन 50% अफ वाट दे अर्न भनेको छ है। मतलब कि तिम्रो साथीले चाहिँ के गरेछ भने अब 100 आइसी भन्ने जुन त्यो कोइन कमाएको छ है, कुनै पनि गेम खेलेर, कुनै पनि केही खेलेर होइन, तिमीले फ्रीमा 50 आइसी पायो के फ्रीमा, यदि तिम्रो साथीले त्यो फलोइङ थिङ्सहरू गर्यो र तिमीले पनि त्यसलाई गरायौ भने चाहिँ है रेफरबाट। अनि हेर है, सबैभन्दा राम्रो चाहिँ के भन्दा चाहिँ रेफर अनलिमिटेड फ्रेन्ड्स है। मानव तिमीले त्यस्तो कुरा चाहिँ 100जना साथीमा गर्यौ होइन, 10जनामा गरे पनि हो के, धेरै भएन। 100जना त फेरि एकदमै गाह्रो हुन्छ होइन साथीहरू चाहिँ। 10जना त अब आफ्नै स्कुलको होइन, आफ्नै अब छरछिमेककोलाई चाहिँ गरेर पछाडि त्यहाँ जो अर्निङ गर्नमा धेरै मन गर्छ होइन, तिनीहरूलाई चाहिँ गरेर तिमीले गर्न सक्छौ है। अब पछाडि यहाँ हामी सेटिङमा जान्छौँ है, यो एपले प्रोभाइड गरेका फेसिलिटिजहरूको बारेमा जान्न। सेटिङमा जाँदाखेरि चाहिँ अब हेर्नुहोस् है, यहाँ त यो प्रोफाइलको अप्सन आउँछ है, अनि हेल्पवाला अप्सन आउँछ, जसबाट चाहिँ तपाईँलाई मानव तपाईँको पेमेन्टकै इस्युजहरू हो भने चाहिँ तपाईँले हेल्पवाला अप्सनबाट चाहिँ त्यसलाई अब गर्न सक्नुहुन्छ होइन। प्राइभेसी होइन, आफ्नो प्राइभेसीको बारेमा पनि तपाईँले यहाँ गर्न सक्नुहुन्छ। अथवा कन्ट्याक्ट अस होइन, यहीँ जिमेलहरू हुन्छ, टेलिफोन नम्बर्सहरू हुन्छ होइन, तपाईँले चाहिँ त्यसबाट चाहिँ गर्न सक्नुहुन्छ होइन। अब तपाईँलाई केही पनि प्रब्लम लागेको छ भने डाइरेक्ट तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसबाट हामीले यो कन्ट्याक्ट अस भन्नेबाट चाहिँ हामीले यो पनि थाहा पाउँछौँ कि यो एप जेन्युन हो होइन, 100% जेन्युन हो भन्ने पनि थाहा पाउँछौँ है। अच्छा, ट्युटोरियल्सहरू हेर्न सक्नुहुन्छ तपाईँले। अब आएन, मैले यति राम्रो भिडियो बनाइदिएको छु, अब तपाईँलाई आउनै पर्छ होइन, यति गरेपछि त तैपनि आएन भने चाहिँ तपाईँले यो ट्युटोरियल हेर्न सक्नुहुन्छ। अच्छा, टिआइसी अनि ल्याङ्ग्वेज यहीँबाट सिलेक्ट गर्न सक्नुहुन्छ है। एकदमै राम्रो एप्लिकेसन रहेको छ। अनि लगआउट गर्न पऱ्यो भने चाहिँ यहाँ हाम्रो रहेको छ है अप्सन, ल त्यही नै है। अब तपाईँलाई मैले देखाउँछु कि तपाईँले अर्निङ त गर्नुभयो होइन, अर्निङ त गरियो हजुर, अब यसलाई विड्रल चाहिँ कसरी गर्ने हो भनेर भन्नु होला है। अब हेर्नुहोस् है, यहाँ अब म तपाईँलाई विड्रल गर्ने देखाइदिन्छु। विड्रल गर्नको लागि चाहिँ तपाईँले यहाँ यो वालेट भन्ने अप्सन होइन, यहाँ यो जुन अहिले आइसी देखाइरहेको छ यहाँ हो, त्यसमा दबाउनु पर्ने हुन्छ है। हामीले यसमा दबाउँदाखेरि चाहिँ वालेट ब्यालेन्स हेर्नु है। मैले अहिले यो तपाईँलाई देखाउनुको लागि नयाँ आइडी निकाल्दा यस्तो भयो है। पछाडि तपाईँको नि यस्तै हुन्छ। यहाँ तपाईँले मान्नुहोस् तपाईँले 100 लिनुभएको हुन्छ, पछाडि 200 हुन्छ होइन, तपाईँको यस्तै हुन्छ होइन। अब तपाईँले चाहिँ विड्रल गर्नको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो रिडिम नाउ भन्ने अप्सनमा चाहिँ तपाईँले दबाउनु पर्ने हुन्छ है। यसमा तपाईँले दबाउनुहोस्, यसमा है, यसमा हामीले दबाउँदाखेरि चाहिँ थोरै लोडिङ हुन्छ है, भेरिफाइङ गर्छ इनक्यास एप्लिकेसनले। अनि तपाईँले चाहिँ एकदमै इजिली तपाईँले अब यहाँ वालेटबाट आफ्नो वालेटको पैसा हेर्नुहोस्, अनि रिडिम स्टोरबाट पेपालमा है, पेपालमा तपाईँले फलोइङ तरिकाले चाहिँ गर्न सक्नुहुन्छ है। यी एकदम राम्रो रहेको चाहिँ पेपालमा हो, यति हो है। यानि कि तपाईँले 88 आइसीमा चाहिँ 0.10 अनि $0.25 चाहिँ तपाईँले 200 आइसी 228 होइन, यस्तै है, यति ल्याउनु सक्नुहुन्छ। $1 को 881.61 आइसीमा चाहिँ $1 आयो। $1 भनेको चाहिँ अहिलेको उसमा चाहिँ 140 रुपियाँ है, 140 रुपियाँ हो है। तपाईँले 140 रुपियाँ कमाउन सक्नुहुन्छ। जम्मा 881 भनौँ न होइन, 882 नै भनिदिउँ ल,
एडिट टु चाहिँ उसबाट आइसीबाट तपाईँले 140 रुपियाँ तपाईँले गर्न सक्नुभयो। एकदमै राम्रो एप्लिकेसन रहेको छ है यो। यसको चाहिँ अब विड्रल भनेको चाहिँ पेपालमा मात्रै छ है अहिले चाहिँ, त्यही नै हो है। अहिले मेरो नयाँ आइडीमा नो विड्रल नो केही होइन, केही पनि छैन, त्यही भएर त्यही छ है। एकदमै राम्रो एप्लिकेसन रहेको छ है, मैले तपाईँलाई भनिदिन्छु होइन। यो एकदमै 100% है, 100% स्योर विड्रल दिन्छ है यसले, 100% स्योर विड्रल दिन्छ। नट्राइकन गर्नु होला, एकदमै राम्रो एप्लिकेसन रहेको छ, एकदम ट्रस्टेड एप्लिकेसन रहेको छ है। ल तपाईँलाई यो भिडियो कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै यस्तै अर्निङ रिलेटेडका कन्टेन्टहरू हामीले दिनदिनै लिएर आइरहेका छौँ है। त्यसको लागि तपाईँले च्यानललाई सब्सक्राइब गर्नुपर्छ है, जसबाट तपाईँलाई नै सुरुमा नोटिफिकेसन आउँछ हाम्रो भिडियोको। हस् त, धन्यवाद।